एभ्रिवान नमस्ते वेलकम टु अनदर भिडियो। आज चाहिँ म मेरो साथीहरूकोमा डुल्न जाँदैछु। हिजोको भ्लगमा मेरो साथीहरू देखिहाल्नु होला। त्यो चाहिँ मेरो साथीहरू भन्दा पनि मेरो बेस्ट फ्रेन्ड क्या। पहिलेदेखि नै हामी मिल्थ्यौँ, स्कुलमा पनि कति मिल्छौँ क्या हामी होइन। अनि मेरो बेस्ट फ्रेन्ड भएपछि उनीहरूको मन घर जानै पर्यो होइन। म चाहिँ उनीहरूकोमा जाँदैछु। उनीहरूलाई भनेको छैन म आउँछु भनेर। उनीहरूको रियाक्सन के हुन्छ। मेरो दिदीको घर छेउछाउ देख्नुभयो होला। म हिजो पनि आएको थिएँ। मान्छे त पानी पो लगाउनु रहेछ। यति छ साथीको घर पुग्न। म स्कुलबाट अघि आएको। अहिले चाहिँ कति 5 कति भयो 6:25 भइसकेको छ गाइजहरू। म 6:25 मा जाँदैछु मेरो साथीको घर। त्यही पनि अम्मममम अहिले चाहिँ म जाँदैछु होइन गाइज। यता चाहिँ अलिक धेरै मकैबारी नै मकैबारी छ कि अहिले चाहिँ धेरै मकैबारी। अहिले चाहिँ धेरै मकै रोप्नु भएको छ नि त। मकै अलिक धेरै फल्छ भनेर हाम्रो पनि रोपेका थियौँ। हाम्रो चाहिँ सबै ओजन गरेर बेची पनि सक्यौँ। अस्ति नै बेचेको हामीले चाहिँ। यहाँ हेर्नु न बाटैभरि कोलाको बोट मात्रै छ हौ। कोलाको बोट त हाम्रो पनि छ, अहिले पाकेको छैन। दसैँतिर पाक्छ। अनि पाकेपछि कोला त मिठो हुन्छ नि, खानुपर्छ। मिठो मिठो यम्मी यम्मी कोला। अनि म चाहिँ साथीको घर पुग्न आँटेको छु। म चाहिँ भर्खरै नुहाएर आएको। आज चाहिँ कस्तो भइसकेको, कति ढिलो भइसकेको। 6:30 भइसक्यो होला। अघि आउँछु भन्दै चाहिँ ढिलो भएर नि। हामी त होमवर्क पनि गऱ्यौँ यार। ए मैले त सकेकै छैन होमवर्क कि। म चाहिँ अब एकछिनमा गर्छु नि। देखिछु जङ्गलै जङ्गल छ कि। जङ्गलै जङ्गल छ कि। मैले चाहिँ साथीलाई छिटाउ भन्दैछु होइन। यस्तै हो। यहाँ हेर्नु न जङ्गलै जङ्गल छ। फेरि हाम्रोतिर चाहिँ धेरै जङ्गल छ कि के गर्नु। सुधा दिदी हेलो। साथीले चाहिँ आलु बखरा दिएको थियो हामीलाई। हाम्रोतिर चाहिँ आलु बखरा पनि पाइन्छ है गाइजहरू। कस्तो मिल्यो आलु बखराको बोट हेर्नु जाने। हामी चाहिँ नजाने र म हजुरलाई देखाउँथे। साथी चाहिँ आइपुगी। हाँस्दै पछाडि आयो। कति दिन पछाडि भेट भएको। तिमी कहाँबाट आकी? उही कति दिन रोकिसकेकी थिएँ। जाऊँ घरतिर लागौँ। डर लाग्छ कुदा यतिकै भन्छ। साइकलमा खाडाङ हुन्छ नि त। गाई चिया चाहिँ किटकिट खेल्दै हुन्छ। हेलो देखेको छ कि थिएन। हेलो भन्दैछन्। अनि मलाई साइकल कुदाउन आउँछ किनकि मसँग फोन छ नि त। फोन फुट्यो भने त सक्यो नि काम बर्बाद। केमा तपाईँहरू मेरो भ्लग हेर्नुहुन्छ। फोन एक दिन म हजुरहरूलाई आप साथीको भ्लग ल्याउँछु। त्यसमा चाहिँ तपाईँहरूको मुखमा पानी आउनेछ। पानी त्यो पनि आउँदैछ फाइनली गाइज। हाम्रोतिरको बाटो चाहिँ यस्तो छ। अझै क्रिकेट ग्राउन्ड छ। दादाहरू खेल्दै हुनुहुन्छ। हाम्रो घर छेउछाउमा चाहिँ एउटा स्कुल छ। आदर्श स्कुल हेर्नु होला गाइजहरू। कहाँ गयो
गाइस मेरो चाहिँ अझै आलु बखरा सकेको छैन हामी चाहिँ अलि चाहिँ यो सानो बाटो छ म हजुरहरूलाई हाम्रोतिरको सानो छ स्कुल पनि स्कुल देखाउँछु उसले पनि आलु बखरा खाँदैछ दामी छ आलु बखरा हेर्नु न झन् यो त कस्तो पाक्कल छ हौ रातो न रातो मैले देऊ ल हुन्छ यता चाहिँ क्रिकेट खेल्दै छ यो क्रिकेट ग्राउन्ड हो अरू चाहिँ केही होइन क्रिकेट ग्राउन्ड हो के गर्नु भएको साथी मेरो साथी चाहिँ हिँड्दै बढी रोका 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 न अनि म चाहिँ को मेरो एउटा साथी चाहिँ हिँड्दै बढी बेस्टी तिमी पनि डोड्यौ हिँड केटीहरू मेरो जनताहरू अब जाम सानवीकोमा जाने जा मेरो बहिनीकोमा जाँदैछौँ हामी चाहिँ अब रोमानी काम छ एकछिन हिँडेको भन्नुपर्छ मेरो साथी चाहिँ यता साइकल कुदाउँदै कुदाइ साइकल कुदाउनु चाहिँ मलाई पनि साइकल कुदाउनु त मलाई पनि आउँछ मैले चाहिँ अहिले साइकल ल्याएको छैन किनकि मसँग फर्किँदैछु म चाहिँ अब आफ्नो घर जाँदैछु अब मैले होमवर्क गरेको छैन अब रुनु बसेर अब गएर होमवर्क गर्ने नि होइन गाइज मेरो दिदीहरू चाहिँ त्यहाँ हुनुहुन्छ गाइज हामी धेरै चाहिँ मकै नै छ क्या गाइजहरू म चाहिँ सबै गर्छु मकै देखेर सबतिर यता हेर यहाँ चाहिँ खेत त खाली गरिसक्नु भएको छ फाइनली गाइज खेत खाली भइसकेको छ हाम्रो पनि भइसकेको छ मेरो साथी चाहिँ अगाडि हिँड्दैछ म चाहिँ के हेर्दैछु भन्दा त्यहाँनिर के छ भनेको हेरेको त के होइन रहेछ बिरालो पो रहेछ त बिरालो बाटो काटो हेमा माताजी थ्याङ्क यू फर वाचिङ गाइज अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुली जानुहोला अनि मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला बाई गाइज थ्याङ्क यू फर वाचिङ